आफ्टरनुन गाइज अल्सो हामी हाम्रो प्रसाद दाइको पसलमा आएको छौँ। आज चाहिँ हाम्रो रोयल इनफिल्ड सोरुममा न्यू बाइक लन्च भएकोले हामी दुई भाइहरू ट्याक्क हाम्रो प्रसाद दाई, हेलो दाई, प्रसाद दाई मेरो भान्जे अनि हाम्रो सबै एउटा आज चाहिँ सोरुममा मिटअप छ है। त्यहीँ गएपछि के कस्तो हुन्छ भिडियो त्यही हेरौँ है त। अब गएको राइट टर्न पछि हामी चाहिँ रोयल इनफिल्ड सोरुममा छौँ है त। हाम्रो अहिलेको भाइरल प्लेस है, हराएको केटाकेटीहरू कहाँ गयो भने चाहिँ यतातिर आयो हुन्छ। सोरुममा अहिले चाहिँ हामी रोयल इनफिल्ड सोरुममा आइपुगेका छौँ। भित्र दाईहरू चाहिँ बस्नु भएको रहेछ होइन। अब चाहिँ हामी भित्र जाँदैछौँ दाईहरूसँग भेट्न। हाम्रो वर्षा दाई द वान एन्ड वानले हेर्छौँ हङ दाई है, सुर्खेतको फेरि नआएकै नै हुन्छ। के छैन, अब हामी भित्र जान लाग्छौँ। जाऊँ भित्र, दाईहरू हुनुहुन्न चाहिँ ट्याक्कै भित्र जाऊँ। सब दाई नमस्ते, सन्चै हुन्छ दाई? ल हेको दाई भाइ डिस्टर्ब होस् यार भान्जे यार, के छ मेरो दाई, सन्चै हुनुहुन्छ? ल क्लासिकमा एबीएस डुअल च्यानल एबीएस सँगसँगै हाम्रो डिजिटल मिडियामा पनि गियर मार्किङ सहित लगेर हेडलाइट एलइडी हेडलाइटहरू सबै अपडेट भएर आएको छ। मार्केटमा जुन कुरा कम्प्लेन थियो त्यो कुरा सबैलाई कस्टमरहरूको सबै कम्प्लेन्टहरूलाई मध्यनजर राखेर कम्पनीले सबै कुराहरू चेन्ज गरेर मोडल फिचर्समा बाइकहरू लन्च गरेको छ होइन। बाइकको लेगेसी 1901 स्टार्ट हुन्छ, क्लासिकको म्यानुफ्याक्चरिङ चाहिँ अझ 1950देखि स्टार्ट भएको होइन। त्यसमा चाहिँ हामीले अहिले नेपालमा चाहिँ हामीले 4वटा भेरिएन्ट लन्च गरेको छौँ क्लासिकमा। 4वटा भेरिएन्टमा हाम्रो छ एउटा हेरिटेज प्रिमियम, सिग्नल्स र डार्क होइन। हाम्रो हेरिटेजमा दुईवटा कलर छ, जोधपुर ब्लू र मद्रास रेड भन्ने छ, जसको प्राइस चाहिँ हामीले 5,55,000 राखेको छ। स्टार्टिङ प्राइस हाम्रो 5,55,000। फाइनली हामी चाहिँ यहाँ नाभा इन्टरप्राइजेस रोयल इनफिल्ड सोरुम सुर्खेत घन्टाघरमा रहेको छ है। हामी चाहिँ आज यहाँ लन्चिङ प्रोग्राम भएर सबै दाईहरू, द कर्णाली इनफिल्ड ट्रुप्सको मेम्बरहरू सबै यहाँ छौँ। अगाडि चाहिँ हाम्रो दाइले ब्रिफ गर्नुभएको छ बाइकको सहरमा के कस्तो अपडेटहरू आइरहेको छ भनेर। बाइक चाहिँ अहिले त्यहाँ अगाडि रहेको छ। एकछिनमा चाहिँ लन्चिङ प्रोग्राम स्टार्ट हुन्छ है त। के पोवा छ इनफिल्ड ट्रुप्सको एडमिन है, हिक्मत दाइ जानुभएको छ अहिले चाहिँ। नमस्ते दाइ। फाइनली अहिले चाहिँ लन्चिङ प्रोग्राम स्टार्ट हुँदैछ है त। हामीहरूको न्यू इयरको न्यू लन्चिङ बाइक नाइस। दुईवटा भेरिएन्ट सम्पूर्ण फेरि धेरै धेरै धन्यवाद छ। अहिले हाम्रो प्रिमियम सिरिजको मोटर बाइक प्रो सिरिजमा होइन मोटर बाइक्स सो वेलकम एभ्रीबडी। सबैले आफ्नो बाइकहरू लन्च गरेर पिक गरेर स्टार्ट गरेर बाइकको रिभ्यूहरू हामीलाई दिनु होला प्लिज। थ्याङ्क यू। चाहिँ आज लन्चिङ भएको बाइक क्लासिक है 350 को चाहिँ यो यस्तो माया गर्नुपर्छ कि बाइकलाई, यस्तो क्रेजिनेस हुनुपर्छ बाइकको लागि। मेरो विश्व भान्जाको साइड लुक चाहिँ हेर, हाम्रो वर्षा दाइको, हिक्मत दाइको नाइस है त्यो। फाइनली अहिलेको न्यू लन्चिङ बाइक चाहिँ यो कलरहरूमा छ। आधा चाहिँ बाहिर छ, आधा भित्र छ। सबै रिभ्यू हेरिरहेको छु बाइकको चाहिँ के कस्तो छ भनेर। सबभन्दा बेस्ट अफ बेस्ट कलर बाइकको चाहिँ यसमा छ है, मलाई चाहिँ मन परेको। अहिले हामी चाहिँ यहाँको प्रोग्राम सकेर हाम्रो दाइहरू चाहिँ अब दामी भयो आज विश्व प्रोग्राम चाहिँ।
ठुलो टायर हाम्रो भन्दा चल्दैछ ठुलो